हेलो हेलो सबैजनालाई स्वागत छ मेरो न्यू भ्लगमा। सो हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै भिडियोलाई अघि बढाउन चाहन्छु। बवाल हुन्छ आजको राफ्टिङ चाहिँ। फाइनल्ली राफ्टिङ गर्ने ठाउँ आइपुगिसक्यो होइन। अब यहाँदेखि फेरि के छ गाइजहरू। सो हामी राफ्टिङ गर्नलाई चाहिँ एकदम रेडी। हाम्रो गाडी पनि एकदम रेडी रह नि त यहाँनिर। गाडी पनि यहाँ एकदम रेडी हो क्या। कस्तो भइरहेको त अनि एकदम भ्लग हो नि यो त फेरि। ड्रिम एडभेन्चर है अब। ड्रिम एडभेन्चरको आज हाम्रो के हो रे यो? आज अब स्पोन्सर फर्स्ट हो हैन। बवाल रह त यार मिनाकामी त। मिनाकामी बबाल छ बवाल मिनाकामी बवाल छ। हाई गाइज ड्रिम एडभेन्चर क्याम्प साइट हो। यहीँबाट हाम्रो बोट लिएर जाने हो। लुगाहरू सबै त्यहीँ छ। लुगा देखाउनुहोस्। लुगा त लुगा, लाइफ ज्याकेट, प्याडल बोट। यो बोट हामी अब चढेर जाने हो। क्याम्पिङ बस्न पनि मिल्छ, टेन्टहरू पनि अभाइलेबल छ। अब हामी यही गाडीमा जाने होइन? अब बुकिङ सुरु भइसक्यो। दाएर आउनु भयो आइपुग्यो होइन। बुकिङ कस्तो हुन्छ त? तपाईँको त के हो? कुन मोबाइल हो? आम्मा मोबाइल आएको त हजुरको त त्यो त। हजुरको मोबाइल देखाउनु पर्यो यार। आम्मा मोबाइल आउनु रह। यसपालिको राफ्टिङ जापानमा आएर पनि राफ्टिङ हान्ने भयो होइन दाइ? इन्जोय। तपाईँले के भर्नु दाइ? खोइ यो भएन अहिले चाहे च्यान्तो भर्नु पर्यो। गाइज भनिदेऊ गाइज। के भनिदिनु पर्यो आज राफ्टिङमा? अब बाँझेर जानु पर्यो। त्यस्तो नभन्नु न। फेरि नेपालको भन्दा एकदम सामान्य हो कि यहाँको त। नर्मल हो कि यहाँ त डराउनै पर्दैन। फर्स्ट टाइम नेपालमा त खेलेर आइयो। फोटो खसेर यहाँ मैले अस्ति सुकुटेमा खेलेको। त्यो फोटो खसेर कस्तो अनुभव भइरहेको त अब? त्यो त भाइ राफ्टिङ गरेपछि थाहा हुन्छ। तपाईँ नेपाल जस्तो गइसक्यो। हुँदैन होइन। हजुर। जे भयो नि अब नर्मल छ अरे यहाँ। सो यहाँ वाटरको अब फ्लो 100 मात्र छ अरे। अब अलिक ओभर 120 भन्दा माथि भयो बोट पल्टियो। त्यो पनि हो। ल अब एकदम इन्जोय गरेर। एक्सएल हो र? ठुलो भएको सानो भएको? सानो भएको सानो भएको। हजुर। अब एकदम यहाँ अवतार फिल्ममा जतिको म यहाँ एकदम फर्ममा आइसक्यो। दाजु फर्ममा आउनु त छिटो। यहाँ हुनुहुन्छ अल गाइजहरू यहाँनिर अवतार फिल्म। अब हामी यहाँ कन्टिन्यू। कस्तो भइरहेको थियो अवतारको लुगा लाएर? अवतार भन्दा कम छैन लुगामा। अनि कस्तो फिल भइरहेको यो? गर्मी भइरहेको अहिले त। गर्मी तातो अलिक टाइट होइन। त्यही त भने भुँडी चाहिँ अलिक कम होला जस्तो। यो पानीमा नगएसम्म हामी सेलाउनु राख्नु छैन एकदम हावा। अब यति हो हाम्रो भिडियो। अब उता त मोबाइल लिएर जानु पाउँदैन रे। लान पाउँदैन रे। कहाँ लाने? कहाँ राख्नु तपाईँले मोबाइल लगेर? अब यति नै हाम्रो मोबाइल। अब सब हामी रेडी भइसक्यौँ। अब जाने मात्रै हो। ल हामी आजको यात्रा दाइ पछाडि के छ अब ठिक छ नि? अब पुग्न लाग्यो। आज एकदम जङ्गल सफारीदेखि लिएर बोट राफ्टिङ। अहिले एकछिनपछि भ्यायो भने एकदम बन्जी जम्प पनि हान्न जानुपर्छ दाइ। एकदम राम ओ माई गड यहाँ त हो
च्यालेन्ज भाइ च्यालेन्ज हो के च्यालेन्ज बाई च्यालेन्ज रह नि त यहाँ त अनि हावा हल्ला रहेछ यहाँ हेर है मान्छेहरू त राम 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 पानी त छ त ल हाम्रो बोट चाहिँ यो हो ल च्याट्ट लाएर एउटा हो खान पाइन्छ पाइँदैन यसलाई भन्नु ल आजको प्र्याक्टिस सुरु हुन लागिसक्यो हाम्रो यो होइन मैले यता ध्यान दिनुपर्ने हुन्छ होइन ल है त अब यसपछि चाहिँ भिडियो अब लास्टमा अन्त्यमा कस्तो भयो भनेर लास्टमा अन्त्यमा खिचौँला अहिले त अब ठिक छ गरिसक्यो अरू म त झन्डै डुबेँ मलाई गयो क्या दाइ एक हानेर आयो म त सातै गएँ आँखा कस्तो पोल्यो नि त फोटो खिचिदिउँ सिधै सिधै वाह 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 तान्नु ओके के भइरहेको boleh sampai? Boleh sampai? खेल यता यहाँ खेल्दै यहाँ गुड ल यसरी आउने हो कि अब फाइनली हामी एकदम बाँचेर तन्दुरुस्त भएर तपाईँले हान्नु भएन 5 फिटबाट जम्प हारेको बन्जी भन्दा खतरनाक कस्तो आधी पुग्ने बेला मेरो मुन्टा ठाउँ छोडेर यार नाइले झन्डै 10 फिटबाट हात फालेको एकदम हात फालेर रेडी भएर हामी फर्किँदैछौँ आज हामी अब नाइट हाम्रो बार्बिक्यू होइन अहिले नि के नाइट अब नाइट सुरु भयो त अब हामी एकदम बार्बिक्यू रातभरि नाच्ने हो यो चिसो लाग्यो पुरा उड्ने तालले अब एकदम नाचेर ल है त